यति बेला म यो गलेङ नगरपालिका वार्ड नम्बर 30 भन्ने ठाउँमा छु र यति बेला मसँगै एकजना अत्यन्त उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 5 लुङसिङका एकजना युवा व्यवसायी हुनुहुन्छ, जो आफैमा एउटा मेहनती, ऊर्जाशील, लगनशील र अनुशासित हुनुहुन्छ र इमान्दारिताको एउटा पर्यायवाची समेत हुनुहुन्छ। उहाँ अत्यन्त परिश्रम गर्ने व्यक्ति, परिश्रम गर्न रुचाउने व्यक्ति र उहाँले अहिले यो उखुको जुस पेल्ने यो व्यवसाय विगतका वर्षहरूदेखि गरिराख्नु भएको छ र उहाँ करिब 6 वर्ष भारतको चेन्नईमा पनि उहाँले चाहिँ यो वैदेशिक रोजगारको क्रममा भारतको चेन्नईमा पनि उहाँले चाहिँ काम गरेर उहाँ फर्किनु भएको हो र उहाँले आफ्नै गाउँमा आफ्नै जग्गा र आफ्ना वरिपरि रहेका अन्य छिमेकीहरूको जग्गालाई पनि ठेक्कामा लिएर उहाँले करिब 4 बिघा जमिनमा उहाँले उखु लगाउनु भएको छ र त्यही आफ्नै उत्पादित उखुलाई यहाँ ल्याएर यो 0 भन्ने ठाउँमा ल्याएर चाहिँ उहाँले यो व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ र बाँकी कुरा उहाँसँगै हामी बुझ्ने प्रयास गर्नेछौँ। यहाँलाई स्वागत छ। नमस्कार। यहाँको परिचय? मेरो नाम अनिल नेउपानी हो र गाउँपालिका नम्बर 5 मा पर्छ गुरुङदी लुङसिङ र अहिले गाउँको पनि यसो विकास गर्न पर्यो भनेर एउटा सानो नेपालमै रोजगार केही गरे हुन्छ कि भन्ने सोचले यहाँ एउटा 2-4 वर्ष भयो यहाँ गर्न थालेको र गाउँ अनि आफ्नो गाउँमा यसो केही परिचय गराउनु पर्यो भनेर लक्ष्य लिएर यहाँ सानो जुस पसल सञ्चालन गरेको छु। अनि मेरो घरकै लगानीमा पहिला बुवाले खुद बनाउनुहुन्थ्यो भने मैले यसो जुस बनाउँछु भन्ने सोचले गरेको छु। भनेपछि तपाईँहरूले पहिला गाउँमा उत्पादन गरेको आफ्नै उखुबाट तपाईँहरूले त्यसलाई पेलेर खुदो बनाउनुहुन्थ्यो, त्यसबाट पनि तपाईँहरूले आम्दानी प्राप्त गर्नुहुन्थ्यो। के कस्तो थियो त्यति बेलाको अवस्था खुदो बनाउँदा र अहिलेको यो जुस बनाउने क्रममा कसरी तपाईँ आइपुग्नुभयो? त्यसमा अब गहुँ मकै कोदो बेच्नुभन्दा खुदोबाट नै फाइदा थियो। गहुँ मकै बेच्यो भने 30-40 हजारभन्दा बढी पर्थेन भने अनि खुदो बनाउने हो भने कम्तीमा पनि 2 देखि 2.5 लाखसम्म पार्न सकिन्थ्यो खुदोबाट। अनि त्यसलाई पनि अझै परिमार्जन गरेर जुसबाट अझै पनि फाइदा हुन्छ भन्ने सोचले अनि यो जुस सञ्चालन गरेको छु। अनि त्यसमा खुदोभन्दा यो 4 गुणा बढी फाइदा भएर मैले यो काम रोजेर सञ्चालन गरिरहेको छु। मैले तपाईँहरूले आफै आफ्नै बारीमा तपाईँले उखु पनि उत्पादन गर्दै आउनुभएको छ र त्यही उखुलाई यहाँसम्म ल्याएर तपाईँले यो जुस व्यवसाय सञ्चालन गरिराख्दाखेरि आम्दानी के कस्तो भइरहेको छ? तपाईँले सोचे अनुसार भएको छ कि छैन अथवा के कस्तो छ यसको चाहिँ? आम्दानी त राम्रै छ। अब 1.5-2 लाख कहिले भएन जो भने पनि लाख रुपियाँ हुन्छ जो। अब अरू पेसा गर्नुभन्दा यो आफ्नै लगानीमा आफ्नै घरको कसैलाई उखु किन्न परेन, केही गर्न परेन। अनि त्यसो हुँदाखेरि राम्रै आम्दानी देखेर चाहिँ सञ्चालन गरेको छु यो। भनेपछि अनि यो यहीँ बसेर 0 भन्ने मिरिक जाने बाटो हो यो सेन्टर। साथीभाइहरू हेर्नुहुन्छ भने एकचोटि मैले बनाएको जुस खाइदिनुहोस् अनि यही नेपालीले गर्नुपर्छ भन्ने मलाई यसो हौसला बढाइदिनुहोस्। 1 गिलास जुस खाइदिएर भनेपछि तपाईँ यहीँ बसेर यही आफै उखु उत्पादन गरेर अर्ग्यानिक हजुर र यही उखुलाई तपाईँले पेलेर जुस बनाएर बेच्दाखेरि तपाईँले महिनाको 1.5-2 लाख मजाले आम्दानी गरिराख्नु भएको छ। पक्कै पनि यो सम्पूर्ण युवाहरूको लागि एउटा यो प्रेरणाको स्रोत हुनुहुन्छ तपाईँ। हामी 20-30 हजारको लागि 40-50 हजारको लागि आफ्नो देश छोडेर आफ्नो गाउँ समाज छोडेर हामी चाहिँ वैदेशिक यात्राको लागि विभिन्न खाडी मुलुकहरूमा गएर हामीले चाहिँ आफ्नो श्रम बगाइरहेका छौँ, आफ्नो जीवन समर्पित गरेका छौँ, हामी धेरै दुःख पाइरहेका छौँ। र तपाईँ भन्दै हुनुहुन्छ कि यहीँ आफै उत्पादन गरेर 1.5-2 लाख हामी यहीँ आम्दानी गरिरहेका छौँ। तपाईँ पक्कै पनि एउटा चाहिँ यो सबै युवाहरूको लागि प्रेरणाको स्रोत हुनुहुन्छ र गरे जे पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ तपाईँले उदाहरण पनि